हेलो एंड नमस्ते सेवारो वेलकम टू माई यूट्यूब चैनल भन्नु अरे नि त वेलकम टू माई यूट्यूब चैनल। अनि सबैजनाले भिडियो बनाउनु अघि मैले माइक लगाएको थिएँ तर माइकमा राम्रै सुनेन क्या सबै ख्याल गरेँ। अनि त्यही भएर मैले यहाँ भोइस काटेर अहिले अर्कै भोइस बनाएर हालेको छु। अहिले चाहिँ मेरो ठक्क भेरेटार पुग्नु लाग्यो मैले त। अनि पछाडि आउँदै हुनुहुन्छ पुरन जेसन सापहरू चाहिँ अनि निनी फुपू अनि त्यहाँबाट अगाडि जानुभयो दाइहरू। यो चाहिँ हेर्नुहोस् गाइज, यो चाहिँ भेरेटारको गेटमा पुगिसक्यौँ हामीहरू। भेरेटार प्रवेश गरियो, भेरेटार बजार हो। त्यो माथि जानुपर्ने हामीहरू चाहिँ जाँदैछौँ। उहाँ दाइहरू पर्खिराख्नु भएको रहेछ, दाइ र भाउजू। ठ्याक्कै हामीहरू अब चोकमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ देब्रे साइड जानुपर्छ। धनबाट आउँदा चाहिँ देब्रे साइड, धनकुटाबाट आउँदा दाहिने साइड। ठ्याक्कै पुरानहरू पनि आइपुग्यो। हामीहरू अगाडि जानुभयो। अब दाइहरू पनि जानु भन्दैछ। दाइहरू निस्किनु भयो, हामी पनि पछि लाग्यौँ। यहाँबाट जानुपर्छ सर स्काई वर्ल्ड टावर पता स्काई वर्ल्ड टावर भनिँदो रहेछ यसलाई चाहिँ। अस्ति नै आएको थियौँ हामीहरू तर जानु टाइम थिएन। आज चाहिँ टाइम निकालेर घरबाटै आएको सिधै। आइपुग्यौँ हामीहरू गाइज। बाइक राख्ने ठाउँ हेर्दैछु म। हामीले गाडी स्ट्यान्ड लगायौँ। हेलमेट चाहिँ छोडेर जाने। म चाहिँ जुबियाङ सर यता हेर्नु त क्यामेरामा, यता हेर्नु त, यता हेर। फेरि भन्नुहोस् न त, यता हेर भनेको। के भन्दैछ जुबियाङले? घर त्यस्तो मान्छे फेरि एक्लै जान्छ भयो घर। हिँड्नु तपाईँहरू हिँड्नु अन्त म तपाईँहरूको भिडियो गरिदिन्छु नि त। हेर्नुहोस् गाइज, हामीहरू अहिले स्काई वर्ल्ड फ्री फेल 750 पो अरे त नि 500 थियो पहिले चाहिँ होइन गाइज। म चाहिँ हाम्रो नेसनल गाइड हुनुहुन्छ। पैसा त टन्ने रहेछ। अब भरे आउँदाखेरि दिन्छौँ हामीहरू। अब चाहिँ हामीसँग खुजुरा छैन क्या।
हात्ती हाम्रो भाउ चाहिँ पुरा भरे माथि चढेर जम्प भन्छु म या जम्प 1 2 3 4 5 6 तपाईँ नजाने 5 तपाईँ जाने 5 तपाईँ टिकट दिन्छ छोडे दिनु न जान्न तपाईँ चाहिँ के साह्रो हो अनि सहमतिमा किन 4 जना दिनुहोस् न र डिस्काउन्ट हुँदैन डिस्काउन्ट छैन गाह्रो छ नि हो हामीलाई लिस्यो त म त भर्खर जन्मेको बिदा भयो त आउने बेला भएको पान्छेमा चाहिँ के आउँछ माथि चिसो तातो अनि त्यहाँबाट उहाँ मम्मी अनि त्यहाँबाट भाउजू हो यहाँबाट चाहिँ हेरेर आउनु पनि मिल्दैन एकैछिन हेर्नु दिनु न हौ ल हस् जेठन साहब नरिसाउनु होला उही मेरो क्यामेरा त उल्टा भइसकेको छ नि त यार जुबियाङ सर अब हामी कहाँ जाँदैछौँ भन त लु कहाँ जाँदैछौँ भन त स्काई वक भन्नु नि स्काई वक भन त लठुवा पो रहेछ त फेरि एकजना अब यत्रो आइसकेपछि त म त जानै पर्यो नि होइन जे भयो भने ल हिँड्नु न हजुर मेरोतिर यस्तो गरिदिनु त यसरी फर्काउनु त देख्नु पर्दैन अब थिच्नु म देख्नु भयो हामी चाहिँ यसका वाल माथि चढ्दैछौँ आज तपाईँहरूलाई पुरै भेरेटरको भ्यू देखाउने हो गाइस होइन लड्नुहुन्छ नि फेरि भाउजू राम्रोसँग अहिलेसम्म भाउजूलाई बनाउनु दिन्छु म भिडियो अहिले चाहिँ यो उयो मात्रै हो क्या कास्टिङ मात्रै हो खोइदिनुहोस् त यहाँ हेर्नुहोस् गाइस यो हो हाम्रो स्काई वक टावर हो कि के हो पावर हो कि टावर टावर हो मलाई चाहिँ देखाएको छैन कि गाइस हेर्नु है कत्रो हेन्सम छ नि फेरि अहिले हामी यता आइसकेका छौँ यहाँ हुनुहुन्छ हाम्रो भाउजू कारुण यहाँ हुनुहुन्छ हाम्रो निनी फुप्पू हामी भित्र जानु जुत्ती लगाएर जानुपर्छ हो टिकट देखाउनु पर्ने हो यहाँ बसेर लाउनु मिल्दैन यहाँको कडा शासन रहेछ म दिदी पनि फेरि डेन्जर हुनु पर्छ कि ल आउनु ए जुत्ता लिनु यताबाट जानु पर्ने अनि एन्ट्री गर्दा चाहिँ यता भित्र यतापट्टिबाट हो गाह्रो जाऊ हामीलाई अब गाइस 500 रुपियाँको ठाउँमा एन्ट्री गर्दैछौँ हामीहरू आउनुहोस् गाइस हाम्रो जुबियाङ चाहिँ रुन्चे रहेछ रुन्चे हेर्नु रुन्चे रहेछ अब हेर्नुहोस् गाइस यहाँबाट फेरि आत्तिर सातो पुत्लो जाला है आन्टी धन्य मेरो गएको भन्न चिसो 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 महसुस भइरहेको छ अहिले
चिसो चिसो महसुस भइरहेछ ए क्यामेराले मात्रै गरेर भएन के अब मोबाइलदेखि पनि गर्नु पर्यो हेर्नुहोस् गाइस यहाँ चाहिँ डबल क्यामेरादेखि पनि अनि डर लाग्ने डर लाग्यो आउनु आउनु ए भाउजू डराउनु भयो त क्या हो तपाईँको म भिडियो बनाइदिइहाल्छु नि कस्तो चिसो चिसो हुँदो रहेछ नि त नि यहाँ त आम्मा ल गाइस 500 रुपियाँको हेर्नु त खान्ते पिन्ते पनि दिन्छ भन्दै थियो अघि त एउटा पुरानले खान्ते पिन्ते चाहिँ छैन गाइस होइन यस्तो छ हेर्नु कस्तो दामी हावा चलिरहेको छ 500 रुपियाँ असुल है अब चाहिँ यस्तो हो नि त नि चिसो हावा हामी तपाईँको भिडियो म मजाले बनाइदिन्छु चाहिँ हामीहरूको स्पोन्सर भन्नुको चाहिँ हाम्रो मम्मी नै हो सबै यहाँ हुन्छ भाउजू म यो भिडियो यहाँबाट यस्तो बनाउँदिनँ मोबाइलदेखि हाम्रो जुब्याङ सर ए एकछिन गएर त पुरा उयो भइहाल्छ भाउजू एउटा देखाउनु एकचोटि देखिन्छ आन्टी समय दिन्छ उताबाट हेर्नु न तपाईँ फोटोमा मान्छेको देख्नुहुन्छ मलाई राम्रो देखिन्छ राम्रो देखिन्छ यहाँनिर बोलेको सुनिराखेको छैन मान्छे घुम्नु न अनि यस्तो यस्तो हाम्रो भाइको चाहिँ यहाँनिर के गरे ऊ पनि खप्पा छ देखेको कस्तो
कस्तो दामी चस्मा छ यो यसो यसो गर्दा चाहिँ हेर चाहिँ सुनिँदो रहेछ भाइ के भएर भाइ कि यसो गर्नु हुँदैन यसरी यहाँ बोल्दा मात्रै हुन्छ ए अघि भन्नु नि अनि म कति राम्रो बनाइदिन्थेँ